हेलो नमस्ते सबैजनालाई। म आज तपाईहरुलाई पासपोर्टको अनलाइन फर्म चाहिँ कसरी भर्न सकिन्छ त्यसको बारेमा स्टेप बाइ स्टेप गरेर सिकाउने छु। फर्स्टमा अब हामीलाई पासपोर्ट फर्म भर्नको लागि के डकुमेन्टहरु चाहिन्छ। अब हामीलाई जस्तै एक नम्बरमा चाहिँ सिटिजनशिप फ्रन्ट साइड र ब्याक साइडको नागरिकताको फोटोकपी चाहिन्छ। त्यसपछि फोटो चाहिन्छ। त्यसपछि अर्को चाहिँ एनआईडी कार्डको फोटो चाहिन्छ। पासपोर्ट अनलाइन फर्म भर्नको लागि हामीलाई आवश्यक डकुमेन्टहरु नागरिकता र सिटिजन भनेको नागरिकता र एनआईडी कार्ड चाहियो। त्यसपछि गुगलमा गएर हामीले अनलाइन पासपोर्ट भनेर सर्च गर्नु पर्यो। डिपार्टमेन्ट पासपोर्टमा क्लिक गर्नु पर्यो। त्यसमा क्लिक गरिसकेपछि राजधानी विभागको यहाँ चाहिँ नोटिसहरु हालेको छ भने यहाँ चाहिँ तपाईहरुले सो गर्न सक्नुहुन्छ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ। यो सबै नोटिसहरु पढेर नोटिसहरु गरेको हुन्छ, कहिले खोल्छ, कति बजेसम्म आवेदन गर्न मिल्छ, सबै कुराहरु हुन्छ। त्यसपछि तपाईको हामीले यहाँ चाहिँ हरेक कुराहरु हेर्न मिल्छ। पासपोर्ट बनाउनको लागि के डकुमेन्टहरु चाहिन्छ, कति दस्तुर लाग्छ, यी पासपोर्टमा गएर हामी क्लिक गर्नु पर्यो। क्लिक गर्दाखेरि तपाईको अहिले चाहिँ नयाँमा चाहिँ रेजिस्टर एन्ड अकाउन्ट र अर्को हुन्छ एप्लाई विदाउट एन अकाउन्ट भनेर। अब अकाउन्ट बनाएपछि साइन आउटमा गएर क्लिक गर्नुपर्छ। हामीले एप्लाई विदाउट पनि गर्न मिल्छ। एप्लाई विदाउट एन अकाउन्टमा रेजिस्टर बिना पनि गर्न मिल्छ। त्यसपछि यहाँ चाहिँ पहिलो पटक राजधानी छ, रिन्युअल पनि छ, रिप्लेसमेन्ट पनि छ, त्यसपछि हराएको पनि छ। अहिले हामी फर्स्टमा क्लिक गर्छौं र 34 पेजमा क्लिक गरेर त्यसपछि हामी नेक्स्टमा चाहिँ क्लिक गर्छौं। हामी नेक्स्टमा क्लिक गरिसकेपछि आई एग्रीमा जानी। आई एग्रीमा गइसकेपछि यहाँ चाहिँ आफ्नो जति पनि डाटाहरु छ मागेको यसमा सबै डाटाहरु फिल गर्नुपर्ने हुन्छ। जस्तै पहिला अब यसमा चाहिँ हामीले कहाँबाट आवेदन दिने भन्नाले त्यो लोकेसन, जस्तै मैले यहाँ काठमाडौँबाट दिदै हो भने प्रदेश नम्बर, त्यसपछि प्रदेश, त्यसपछि जिल्ला, त्यसपछि पासपोर्ट डिपार्टमेन्ट भनेर लेख्ने र यहाँबाट हामीले डेटहरु सो गर्न मिल्छ। त्यसपछि डेट खाली छ भने यहाँ क्लिक गर्नुभयो भने तपाईको टाइमहरु पनि देखाउँछ र यहाँ कुन टाइममा एप्लाई गरेर नेक्स्ट गर्दिने। नेक्स्ट गरिसकेपछि यहाँ चाहिँ अब हामीले आफ्नो फोन नम्बर र इमेल चाहिँ राख्नुपर्ने हुन्छ। आफ्नो फोन नम्बर र इमेल चाहिँ राखेर फेरि चाहिँ हामीले केमा क्लिक गर्नु पर्यो त नेक्स्टमा चाहिँ क्लिक गरिदिनु पर्यो। ल नेक्स्टमा क्लिक गरिसकेपछि ओके गर्ने। ओके गरिसकेपछि यहाँ पनि सम्पूर्ण डाटाहरु छ। पर्सन डाटाहरु जस्तै आफ्नो नेम, सरनेमहरु देखि लिएर डेट अफ बर्थ देखि लिएर त्यसपछि तपाईको यहाँ चाहिँ एनआईडी नम्बरहरु सम्पूर्ण कुराहरु भरिसकेपछि हामीले हरेक कुराहरु सिटिजनशिप नम्बर, त्यसपछि आफ्नो अब झिकेको जिल्लाहरु जे होस् आफ्नो जति पनि यहाँ छ डिटेलहरु मागेको त्यो सबै डिटेलहरु फिल गर्नुपर्छ। त्यसपछि नेक्स्टमा क्लिक गर्ने। नेक्स्टमा क्लिक गरिसकेपछि तपाईको यताबाट अब त्यही जिमेल र मोबाइल नम्बर चाहिँ सो हुन्छ। अब हामीले यहाँबाट चाहिँ आफ्नो रेसिडेन्ट एड्रेस चाहिँ लेख्नुपर्ने हुन्छ। अब नागरिकतामा जुन एड्रेस छ त्यो एड्रेस पनि राख्दा भयो। त्यसपछि डकुमेन्टमा गएर हामीले अपलोड नागरिकताको अगाडि पछाडिको अपलोडमा क्लिक गर्ने, अगाडिको लिएर आउने, त्यसपछि अपलोडमा क्लिक गरेर पछाडिको पनि लिएर आउन सक्नुहुन्छ। त्यसपछि एनआईडी को पनि सेम अपलोड गर्ने। यसको साइजहरु पनि 1 MB बाट तल हुनु पर्यो। त्यसपछि सम्पूर्ण कुराहरु हेर्ने, सच्याउने, मिस्टेक छ भने फेरि ब्याक गरेर सच्याउन चाहिँ मिल्छ। मिस्टेक छैन भने हामीले यसरी हेरेर चेक गरेर लास्टमा हुन्छ अब एप्लाई भनेर एप्लाईमा चाहिँ हामीले क्लिक गर्नु पर्यो। सम्पूर्ण कुराहरु चेक गरिसकेपछि लास्टमा हाम्रो के हुन्छ त एप्लाईमा क्लिक गर्नुपर्ने हुन्छ। एप्लाईमा क्लिक गरिसकेपछि यहाँ डाउनलोड पनि छ वा हामीले फिनिश विदाउट पेमेन्ट जस्तै अनलाइन पनि पेमेन्ट अहिले गर्न मिल्छ डाइरेक्ट हामीले। त्यसपछि यहाँ ओपन गरेर हामीले जुन डेटमा बोलाएको छ त्यो डेटमा हामीले गएर त्यहाँ गएर बायोमेट्रिक चाहिँ गर्नुपर्ने हुन्छ। यहाँ सम्पूर्ण कुराहरु भइसक्यो। यसरी एकदम इजिली तरिकाले पासपोर्टको फर्महरु चाहिँ एप्लाई गर्न सकिन्छ। ल